नमस्कार दर्शकबिन, स्वागत छ तपाईहरू सबैलाई। आज म चर्चा गर्नेछु तपाईँ हाम्रो लोकप्रिय नेपाली टेलिसिरियल भुन्टीको बारेमा। भुन्टी बितेका भागहरूमा भएका महत्त्वपूर्ण कुराहरूको जानकारी अनि भुन्टी आउने भागहरूमा हुन सक्ने सम्भावित कुराहरूको बारेमा जानकारी दिनेछु। कृपया भिडियो पुरा हेरेर भुन्टीलाई साथ दिनुहोला। दर्शकबिन, भूपेन्द्रले जति नै जाल झेल रचे पनि, भूपेन्द्रले जति नै चिल्लो घसेर फकाए पनि आखिर भूपेन्द्र असफल भएका छन्। भुन्टीलाई ललाई फकाई गोहीको जस्तो आँसु बगाएर भए पनि, भुन्टीको मन पगालेर भए पनि मुद्दा फिर्ता गर्न लगाउँछु भनेर लागि परेका भूपेन्द्र कहिल्यै सफल हुन सकेन। सायद भुन्टी नै भइदिएको भए भूपेन्द्रको आँसुमा, भूपेन्द्रको चिल्लो कुरामा पग्लिएर भुन्टीले सम्पत्ति नलिगी भूपेन्द्रलाई डिभोर्स गरिसक्ति होली। तर सुकुमाया हो सुकुमाया, एउटा काम गर्छु भनेर लागि परेपछि जस्तो सुकै परिस्थिति आए पनि पछि हट्ने छैन। भूपेन्द्रको सबै खेल सुकुमायाले बुझिसकी। भूपेन्द्रले जति नै तारिक सारे पनि सुकुमाया पछि हट्ने छैन। भूपेन्द्रलाई जेरीले पनि साथ छाड्ने भएकी थिइन्, तर भूपेन्द्रले एकपटकलाई फकाएका छन्। भुन्टीलाई माया गरेको नाटक मात्र गरेको हो, म तिमीलाई नै माया गर्छु, सबै नाटक भुन्टीलाई अंशको मुद्दा फिर्ता गराउन गरेको हो भनेर जेरीलाई फकाए। दर्शकबिन, पाप धुरीबाट कराउँछ भने झैँ भइदियो। भूपेन्द्रले सबै आफ्नो पोल आफैले खोलिदिए। भूपेन्द्र र जेरी बीच भएको कुराकानी, भुन्टीलाई फसाएर मार्नेसम्म भएको कुराकानी सुकुमायाले आफ्नो फोनमा रेकर्ड गरेकी छे। कहाँ जाला मछली मेरै ढडिया भने झैँ अब भूपेन्द्र भुन्टी सामु झुक्नै पर्ने स्थिति आएको छ। होइन भने भुन्टीलाई मार्नै पर्ने स्थिति आएको छ। अब सुकुमायाले बलियो सबुत हासिल गरेकी छे। यति भएपछि भूपेन्द्रले आफ्नो सम्पत्ति दिनै पर्छ भुन्टीलाई। कानुनले नै भुन्टीको पक्ष लिनेछ। भूपेन्द्रको मेहनत, भूपेन्द्रको सम्पत्ति सबै गुम्नेछ। श्रेया पागल हुनेछ जब भुन्टीले भूपेन्द्रको आधा सम्पत्ति लानेछ। भूपेन्द्रको हातमा केही हुने छैन बैशाखी बाहेक। भुन्टीले आधा सम्पत्ति लानेछ, श्रेयाले बचेको आधा सम्पत्ति लानेछ। भूपेन्द्रको हातमा बैशाखी मात्र हुनेछ, सहारा पनि बैशाखी, भरोसा पनि बैशाखी। जेरीले पनि छाडेर जानेछ। भूपेन्द्र डिप्रेसनको शिकार हुनेछ। भूपेन्द्र गाउँमै बस्नुपर्ने स्थिति आउनेछ। दर्शकबिन, भुवन र भुन्टीको ससुरा बाहेक भूपेन्द्रको परिवारमा सबै खराब सदस्य मात्र बसेका छन्। बिचरा भुवन र भुवनको बाले मात्र के गर्नु। भुवनको आमा राक्षसनी जस्तै भुन्टीलाई सम्पत्ति दिन हुन्न भनेर गाउँ छाडेर सहर लागेका छन्। अब झन् सुकुमायाको शत्रु बढ्नेछन्। भुन्टीको सासु र भुन्टीको देवर भीम सहर पसिसकेका छन्। सुकुमायाले सबैलाई तह लगाएर राख्नेछ। इन्द्रको बाउ चन्द्र आए पनि सुकुमायाको योजना असफल पार्न सक्ने छैन। सुकुमायालाई भद्रले पनि साथ दिनुपर्छ। सुकुमायालाई भुन्टीको म्याडमले पनि साथ दिनुपर्छ। सबैले साथ दिए भने सुकुमायाको जित चाँडै हुनेछ। भुवनले अहिलेसम्म आफ्नो श्रीमती श्रेयालाई अनि आफ्नो भाइ भूपेन्द्रलाई झेल्नु परेको थियो। अब झन् आफ्नो राक्षसनी आमालाई र आफ्नो भाइ भीमलाई झेल्नु पर्नेछ। दर्शकबिन, भुन्टीको सासु यता भुन्टीलाई तह लगाउन सहर आएकी छे। उता आफ्नो छोरीले धेरै दुःख पाएको कुरा थाहा नै छैन।
बिचरी पीडित भूमिकाले गाउँ गाउँमा गएर मोहनको परिवारको बारेमा नराम्रो भन्दै फोन मागेर आमालाई गुनासो पोख्छु भन्दै फोन मागेकी थिए। तर आमा आफ्नो बुहारीलाई दुःख दिन्छु भनेर हिँडेका छन्। छोरीको व्यथा सुन्ने फुर्सद नै छैन। भूमिकाले आफ्नो बाबालाई सुनाई, तर भूमिकाको बाबाले भूमिकाको कुरा विश्वास गरेनन्। मोहन आएर सबै कुरा मिलाए। भूमिकाको बाबाले बुझे आफूलाई आफ्नो श्रीमतीले नटेरेको जस्तै भूमिकाले पनि ज्वाइँलाई नटेरेको भएर यस्तो भनेको होला भन्ने सोचे। भूमिकाको जीवनमा अझ बढी दुःख लेखेको छ, त्यसैले कसैले विश्वास गरेका छैनन्। अब झन् बढी मोहन अनि मोहनको परिवारले दुःख दिनेछन्। भूमिका भागेर जानै पर्छ, होइन भने भूमिकाको केही लाग्ने छैन। भूमिकाले धेरै दुःख पाउनेछ र पाउनै पर्नेछ भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ? भूमिकाले अझ बढी दुःख पाउनु पर्छ कि यतिले पुग्छ? अनि भूपेन्द्रको बाटोको बास भएको हेर्न को चाहनुहुन्छ? कमेन्ट गरेर भन्न नभुल्नुहोला। सुकुमायाको एक्सन, श्रिया, जेरी, भूपेन्द्र अनि भुवनको रियाक्सन। झन् अब सुकुमायाको एक्सनमा बुन्टीको सासु र भुन्टीको देवर पर्नेवाला छन्। भुन्टीको सासु र भुन्टीको देवर भुन्टीलाई सम्पत्ति दिन्न भनेर योजनाबद्ध रूपमा आएका छन् सहर। के भुन्टीको सासु र भुन्टीको देवरले रोक्न सक्लान्? श्रिया जस्तो योजनाकार, जेडी जस्तो योजनाकार, भूपेन्द्र जस्तो योजनाकारले नसकेको सुकुमायालाई के भुन्टीको सासुले सक्लान्? इन्द्रको बाउ चन्द्रे आए पनि सुकुमायाको योजना असफल पार्न सक्ने छैन। सुकुमायाको योजना जसरी भए पनि सफल हुनेछ र हुनु नै पर्नेछ। भूपेन्द्रले जति नै तारिख धाए पनि, भूपेन्द्रले जति नै ललाइ फकाइ गराए पनि सुकुमाया पछि हट्ने छैन। यदि सुकुमायाको ठाउँमा भुन्टी भइदिएको भए सायद भुन्टी पछि हटिसक्ने थिए। भूपेन्द्रको गोहीको जस्तो आँसु देखेर भुन्टी पग्लिसक्ने थिए। भूपेन्द्रको चिल्लोपनको कारणले गर्दा भुन्टीले मुद्दा फिर्ता गरिसक्ने थिए। तर सुकुमायाले जे गरी ठिक गरी भुन्टीको रूप धारण गरेर सुकुमाया आफै आएर सबैसँग सामना गरे र सुकुमायाले सबैसँग सामना गर्न पनि सक्ने छे। भुन्टी सोझी सिधा छे, जसले जे भने पनि हुन्छ भन्छे। त्यही भएर भुन्टीले सामना गर्न सक्ने छैन। अब सुकुमायाले भुन्टीको सासूसँग कसरी सामना गर्ने छिन्? भुन्टीको सासूलाई पनि सुकुमायाले पक्कै पनि छाड्ने छैन। पहिला पनि भुन्टीको सासूले योजना बनाएको सुकुमायाले असफल पारिदिएका थिए। अब झन् सहर आएपछि भुन्टीको सासूको पत्ता साफ गर्नेछन् सुकुमायाले। भुन्टी अघि आउनु नै हुने छैन जबसम्म सुकुमायाले भुन्टीलाई हक दिलाउने छैन। यदि भुन्टी भूपेन्द्रको अगाडि आइदिए भने फेरि सुकुमायाको योजना असफल हुन सक्ने सम्भावना धेरै छ। अब भुन्टीले म्याडमकै घरमा बसेर सुकुमायालाई अगाडि बढ्न दिनुपर्छ अनि भूपेन्द्रको नाममा भएको सम्पत्ति जसरी भए पनि आधा लिनै पर्छ। सुकुमायाको खेल एकदम निकै खतरा भएको छ। अब भूपेन्द्रको सबै जाल जेल सुकुमायाले पत्ता लगाइसकेकी छे। उता जेरीले पनि भूपेन्द्रलाई छाडेर गएकी थिए, तर भूपेन्द्रले सबै कुरा भने भुन्टीलाई माया गरेको जस्तो गरेर, भुन्टीलाई फकाएको जस्तो गरेर मुद्दा फिर्ता लगाउन मात्र लगाएको हो भनेर जेरीलाई फकाएपछि जेरी एकपटकलाई मानेकी छे। जेरीले झन् भुन्टीलाई मारेर फालिदिउँ भन्ने जस्तो कुरा गरेकी छे। के अब भूपेन्द्रले भुन्टीलाई मार्लान्? अब कि त भुन्टीलाई मार्नै पर्छ, होइन भने कि त भुन्टीलाई सबै अंश आधा अंश दिनै पर्छ। भूपेन्द्रको कुनै पनि अप्सन हुने छैन।
किनभने भूपेन्द्र र जेरी बीच भएको कुरा सुकुमायाले सबै आफ्नो मोबाइलमा रेकर्ड गरिसकेकी छे। अब यति भएपछि भूपेन्द्र उम्किने ठाउँ छैन। कि त सुकुमायाको बोली बन्द गरिदिनु पर्यो, होइन भने भूपेन्द्रको नै बोली बन्द हुनेछ। भूपेन्द्रको अस्तित्व समाप्त हुने अब पक्का भएको छ। भूपेन्द्रले जति नै रोइ कराइ गरे पनि सुकुमायाले भूपेन्द्रलाई माफी दिने नै छैन। अबको भागमा सुकुमायाले भूपेन्द्रलाई खिस सारेर भए पनि अदालतमा पुर्याएर भुन्टीलाई न्याय दिनै पर्छ। सुकुमायाले रेकर्ड गरेको जुन सबुत छ त्यो सबुत मेटिनु हुँदैन, अदालतमा पेश हुनै पर्छ। यता भूमिका आफ्नो आमालाई आफ्नो गुनासो पोख्छु भन्दै फोन माग्दै गएकी थिए, तर आमाले फोन उठाएन। बिचरा आमा आफ्नो बुहारीलाई सताउनको लागि पछि परेकी छे। आफ्नो छोरीको कथा व्यथा सुन्ने फुर्सद नै छैन। भूमिकाको कुरा कसैले विश्वास नै गर्दैन। भूमिकाले आफ्नो बाबालाई भनी तर आफ्नो बाबाले झन् विश्वास नै गर्दैनन्। भूमिकालाई राम्रो मान्दैनन्। त्यही भएर भूमिकाको बाबाले केही विश्वास गरेनन्। मोहनले सबै कुरा बेलैमा आएर सुधारे। भूमिकाको बारेमा सबै कुरा भने अनि सबै कुरा मिलाए। बिचारी भूमिका त्यहाँबाट भाग्न पनि सकिन, त्यहाँ बस्न पनि नसक्ने अवस्था आएको छ। भूमिकालाई अझ झन बढी मोहन परिवारले दुःख दिनेछ। किन कुरा लगाइस माइत भन्दै भूमिकाको झन दिनदिनै दुःख बढ्दै गएको छ। जबसम्म भूमिका त्यहाँबाट भागेर जान सक्दिन तबसम्म भूमिकाले धेरै दुःख पाउने छे। अबको भागमा भूमिकाले आफ्नो आमालाई गुनासो पोख्नु पर्नेछ अनि आफ्नो आमाले पनि महसुस गर्नुपर्नेछ आफ्नो छोरीले दुःख पाएको पीडा कस्तो हुन्छ भन्ने कुरा। भुन्टीलाई दुःख दिएको पीडा झलझली भुन्टीको सासूले सम्झिनु पर्नेछ। जब भूमिका रुँदै कराउँदै आफ्नो आमासँग सबै गुनासो पोख्छे तब भुन्टीको याद आउनु पर्नेछ भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ? भूमिकाले दुःख पाउनु पर्छ कि पर्दैन? अब भूमिकाको आमाले थाहा पाउनु पर्छ कि पर्दैन? भूपेन्द्रको सबै सम्पत्ति चिप्लिएर भूपेन्द्रको रोडको बास हुनु पर्ने छ कि छैन? भूपेन्द्रलाई जेरीले पानी छाडेर जानु पर्ने छ कि छैन? भूपेन्द्रले कुकुरले नपाउने दुःख पाउनु पर्ने छ कि छैन? हजुरहरूलाई के लाग्छ? हजुरहरूलाई लागेको कुरा कमेन्ट गरेर भन्न नभुल्नुहोला। यतिसम्म हेरिदिनु भयो, साथ र सपोर्ट गरिदिनु भयो, धेरै माया देखाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।